Hi guys, welcome back to my channel. You're watching Shivan's Vlogs अनि म तपाईहरुको साथमा त्यो शिवन थाउरी आज फेरि एउटा भ्लग्स लिएर आएको छु। त्यो चाहिँ के हो सरी आज हामी एकछिन दिन टाइम भइरहेको छ। आज तपाईहरुलाई दिन देखाउँछु फर्स्ट एकछिन ल। घाम लागिरहेको छ नाम निशान छैन हो टाइम दिन भएछ। आज चाहिँ यसो एकछिन ओ गेस्टहरु हाम्रो फरेनर्सहरु आज घुमाउन जानुपर्ने फिल्टरहरु राख्न निक्लिने हो। ओइ निपेन्ट ओइ कहाँ गएको कमनबारी गएको आज काममा भयो काममा गएको 1 वर्ष भयो। आज चाहिँ पर्दा भयो 1 वर्ष भयो कमन घुम्नु छ। 1 वर्ष परर्ती पनि कमन घुम्ने छ 1 वर्षको इच्छा त्यो पनि कमन घुम्ने भने सक्यो भने अर्को त ठिकै हुन्छ। आज है कुनै जानु एफसी मुभीहरू हेर्नु जानु हो मन्दिरहरू जानु कुनै के भन्छ मन्दिर जानु छोड्यो हो। यो चाहिँ कमन घुम्नु जानु चाहिँ 1 वर्ष भयो। तर दामी भइरहेछ आज दिन चाहिँ अब 1 नम्बर भइरहेछ। लोसारै पर्खित थिएछ है लोसार सकेर त अन्त आज त दिन त यसो दामी भयो कि। ल भन्नु के छ दि तपाईलाई आज? अब आज भन्नु त केही छैन। आज चाहिँ हामी यो बगान घुम्न आउँदै छौँ हो। आज यस्तै छ हाम्रो गाउँको बगानहरू चाहिँ। अन्त बुहारीले एकदम हेर्नुहोस् होला हाम्रो बगैँचा हाम्रो चिया बगानहरू यस्तै छ है। अझै हामी यता छौँ तल आएको छौँ लागिदिनको चिया बगानमा। तर चिया बगान त बगान तर देखाउनु चाहिँ मन परेको कस्तो छ भनेर तर जानिन भने मान्छे मात्रै देख्दैछ। बगान चाहिँ यहाँ माथितिर डिल माथितिर देख्नु हुँदैछ होला। अहिले फराइको सिजन छ है हानिरहेको छ सबै। अब 2 महिना बाद चाहिँ तपाईँहरू यहाँ पत्ती देख्न सक्नुहुन्छ अलिअलि। यो पछि यो सिरिजको उयो कस्तो दामी देखेको। यो चाहिँ पयौँको रुख झ्याम झ्याम अस्ति पिङ्क कलरको फुल फुल्दा सबले खिच्यो। हामी चाहिँ हरियो झ्याम झ्याम भएर मात्रै बस्छ फुलमा आउँदैन। अब हरियो झ्याम झ्याम भएर चाहिँ मात्रै आइपुग्यो हरियाली मात्रै फुल फुल्दा आइपुगेन हो हरियालीमा आइपुग्यो। ए यस्तो छ नि त हामी चाहिँ छिटो क्या उल्टाबाट लय भन्ने गीत गाउँछु हरियाली पाखामा लैबेरी लय भन्ने गीत गाउँछु भनेको त खै त अन्त डाँडा त डल्लै कला हानिदिइसकेको छ छैन हरियाली। ए खै हरियाली डल्लै काट्दैछ खतम गया। किन गाछमै चाहिँ किन पसेर खिच्नु पर्ने खास चाहिँ फोटो चाहिँ बस ठिकै छ। एकछिनमा फोटोग्राफरहरू भइहाल्यो। छर्की क्याप लगाएर क्यामेरा के हेरेको उसले भक्तै हेर्दै होला भक्तै फ्यान भक्तै फ्यान यहाँ त 2 जनै हो भक्तै फ्यान बिचैनै यस्तो भक्तैको फ्यानहरू है यहाँ 2 जनै हो। बेलुका दिउँसो टाइम पायो लाटा हाँस्दै हेर्दै हुन्छ हो हाँस्दै हुन्छ एक्लै
दस नम्बर टावामा आयो हो यी अलिकति हामीले उयोहरू लिएको थियो तिर्खा लाग्छ लानु जस्तो जुसहरू चिप्सहरू लिएको थियो खाँदैछु हामीले के तर मैले उसलाई तातो पानी बोकेर घरको भनेर चाहिँ यहाँ के बोकेछ दोकानको बिचले एक फेरि पानी बोकिरहेको छ फरेनर्स एकै दिन प्रोफेसनल भइहाल्यो नि सक्यो नि टेन्स हेरौँ कहाँ खिच्दैछु फेरि हेरौँ त मध्य घाममा सुतिरहेको भालु जस्तो दे आजको हाम्रो टुर चाहिँ सक्सेसफुली हामीले फोटोसोटो खिच्यौँ हो फोटो चाहिँ अहिले हाल्छु हेर्नु हो अब चाहिँ हामी फर्केको ल 10 वटा घाम लागिरहेछ हो अब चाहिँ माथि पुग्दा चाहिँ भैयाहरू भनिदिनुहोस् सरी काले हुनेछ हामी ल कौवा बिरयानी हुनेछ कौवा बिरयानी